आज हामी भुवनेश्वर महादेव मन्दिरको दर्शन गर्न जाँदैछौँ। हजुरहरू पनि हेरेर साथ दिनुहोला। अङ्कल मन्दिर नाम के पर्यो तिमी फोटो ल्यायो क्या चोट ल्याउने होइन मैले भनेअनुसार त अनि हामी मन्दिरमा रहेका छौँ। कालो निकालेर काम छैन गरे चस्मा लगाएर भन्छ यो मन्दिर कुम्दीकोट विकास समिति भुवनेश्वर महादेव मन्दिर। अहिले हामी भुवनेश्वर महादेव मन्दिरमा दर्शन गर्न आइरहेका छौँ। भुवनेश्वर महादेव मन्दिर 21 रोपनी क्षेत्रफलमा फैलिएको कुम्दीकोटमा 108 शिवलिङ्ग बनाएर मूर्तिलाई दाई मार्फत गणेशले परिक्रमा गर्ने गरी निर्माण गरिएको छ। मूर्तिसम्म पुग्न दायाँ साइडबाट सिधै खुड्किलो बाटो निर्माण गरिएको छ। पोखरा क्षेत्रको दृश्य अवलोकन गर्न सकिने भएकाले पहिला पनि कुम्दीकोटमा दिनौँ पर्यटक पुग्ने गरेका थिए। त्यसमा महादेवको मूर्तिसँगै अन्य भौतिक संरचनाहरू पनि थपिएका छन्। यो मन्दिर पोखरा बजारबाट 13 किलोमिटरको दूरीमा रहेको कुम्दीकोट टाकुरामा रहेको छ। आगमन भइरहेको छ। भुवनेश्वर महादेव मन्दिर यहाँबाट पोखराको धेरै भूभागहरू यहाँबाट देखिने भएकाले यहाँ पर्यटकीय रूपले राम्रो रहेको छ। भुवनेश्वर महादेव मन्दिर बिहानको समयमा माछापुच्छ्रे हिमाल खुलेको देखिँदो रहेनछ। संसार ठिक छ। हो भुवनेश्वर महादेव मन्दिर झन्डै 1 महिना लगाएर
यस मूर्ति बनाएका हुन्। मन्दिर हेरेर फर्किन लागेको अवस्था अहिले चाहिँ फर्किरहेको छु। मन्दिर